आहा हेर्नुहोस् त कति राम्रो सिस्टम। युएईमा चाहिँ विभिन्न चोकचोकहरूमा यसरी डोनेसन बक्सहरू राखिएको हुन्छ ताकि मानिसहरूले आफूलाई युज नभएको बुकहरू कपीहरू चाहिँ यसरी डोनेसन बक्समा खसाल्न सकियोस्। यसो गर्दाखेरि बाहिर फोहोरहरू पनि हुने कुरा भएन र यसै गरी आफूलाई युज नहुने क्लोथ्सहरू लिएर आएर यसरी डोनेसन बक्समा खसाइयो भने यसबाट चाहिँ वातावरणहरूको पनि एकदम सफा हुने भयो र यसबाट अरू कपडाहरूको आवश्यक भएको व्यक्तिहरूले पनि लिन सकियो। अनि अरू कुनै कन्ट्रीहरूमा चाहिँ जसमा चाहिँ डिजास्टरहरूमा आवश्यक भएको मान्छेहरूलाई पनि लगेर वितरण गर्न सकियो कुनै पनि सङ्घ संस्थाहरूले, र यसबाट चाहिँ अन्य र मेटेरियलहरूको पनि युज गर्न सकियो। यो चाहिँ धेरै राम्रो सिस्टम हो। यो चाहिँ एकदम पाएक पर्ने चोकचोकहरूमा चाहिँ सबैजनाले आउजाउ गर्न सजिलो हुने बाटोमा राखिएको हुन्छ। यसै गरी हाम्रो चाहिँ नेपालमा पनि यस्तो सिस्टमहरू चाहिँ जडान गरिएको भए, यस्तो सिस्टम राखेको भए चाहिँ धेरै मान्छेहरूले चाहिँ फाइदा हुने थियो भन्न चाहन्छु। यो चाहिँ धेरै राम्रो कुरा हो, मान्छेहरूले चाहिँ धेरै फाइदा लिन सक्थे भन्न चाहन्छु। थ्याङ्क यू सो मच।